खानु फेरि थ्री रोल पारिहालेछ कि ए आमाले चाहिँ यसरी नानी बोकाइ भारी बोकाइ नानी बोकिरहेको छ हो आङीले लु 5 रोल र 3 रोल पारेको पारेछ यो 3-4 पल्ट पारिसक्यो हेलो फेपुल्लो साथीहरू तपाईहरुले सबैलाई मेरो च्यानलमा फेरि स्वागत छ हैन अहिले चाहिँ म आज चाहिँ भनौं न आज चाहिँ म माइत घर जान्दैछु यो डल्ले चाहिँ होइन के चाहिँ हो के चाहिँ हो म चाहिँ यहाँ माथि झमेल निस्किँदैछु अहिले आमा र म छु आमाले चाहिँ यसरी नानी बोकाइ भारी बोकाइ नानी बोकिरहेको छ हो म चाहिँ ब्यागहरू बोकिरहेको छु अहिले माथि पुगेर भेट्छु ल साथीहरू तपाईलाई साथीहरू म चाहिँ अहिले घर आइपुगेर बसिरहेको छु भर्खर आइपुगेको हो यहाँ चाहिँ आउनु बित्तिकै पेम्साङ खानु थाल्यो यो चाहिँ घरमा पकाएकै केरा हो धुस्रे भन्छ यसलाई चाहिँ कसले र साथीहरू तपाईँलाई एउटा कुरा भन्छु कि तपाईँहरूले पनि सुन्नुभएको होला म के हो भन्छ मोनिपोलिन हो कि कुनै के गेम भने यहाँ नानीले यो खेल्दो रहेछ कति छ ब्यालेन्स 1115 मारेको होला हिजो 7000 मारेको यो गेम खेल्दो रहेछ है नानीहरूले चाहिँ 7000 यस्तो छ है हाम्रो नजारा चाहिँ तपाईहरुले मेरो अस्तिको ब्लगमा पनि हेर्नुभएको होला हैन र यहाँ चाहिँ छ सिटिङ रुम यो चाहिँ तर मेरो मामा माइजूको घर हो सानैदेखि म यतै बसेको नि त यो चाहिँ सिटिङ रुम हो मेरो घर चाहिँ यहाँ माथि छ मेरो घर चाहिँ यहाँ माथि छ अहिले भरे जान्छु तपाईहरुलाई देखाउँछु होला मज्जा आयो होला आज त फिलिलिली कुद्नु त्यस्तो दामी दामी फुलहरू रोपेर राख्नु भएको रहेछ हामीले मनी प्लान्ट भन्छ यसलाई यसलाई के थाहा छैन स्नेक प्लान्ट रहेछ यहाँ यस्तो त मेरो मन छ ऊ नानी गुडिया नि त कत्तो कत्तो गुडिया ऊ यो गुडिया चाहिँ नि साथीहरू यो गुडिया चाहिँ नि हामीले जहिले भिडियो कलमा बोल्दाखेरि देखाउँथ्यो कि कम्ता रुँदै मान्थेन नानीले देख्नु हुँदैछ होला नि मामलाई देखाइदेऊ माम मैले गुडिया पाएँ भन न गुडिया ल साथीहरू अहिले भेट्छु तपाईँहरूलाई ल लुगाहरू फेर्नु पऱ्यो होइन फ्रेस भएर बस्नु पऱ्यो गरम छ यहाँ हो अहिले भेट्छु तपाईँहरूलाई साथीहरू एउटा सरप्राइजको कुरा भयो हामी म र पेम्साङ आएर लक्की भएछ हो यहाँ आगीले 5 रोल पारे हेर्नु सक्नुहुन्छ कति पर्दो रहेछ हेरौँ ल म देखाइदिन्छु तपाईँहरूलाई 5 रोल यो बाजे जति कुछ नि त्यति पैसा बढ्दो रहेछ 40 रुपियाँ पायो कति 10 रुपियाँ हालेको थियो 70 भयो पैसा 110 रुपियाँ रोल हुँदैछ नि डबल छ नाइनेक्समा पऱ्यो कति रोल यहाँ देखाउँछ 200 भयो कोहीमा 15 एक्स 12 एक्सहरू हुन्छ कमायो सकेको हेर्न त हुन्छ होला ए 300 पैसा हामीले चाहिँ फेरि हेर्नु पर्छ म चाहिँ लुगा खोज्छु रेडी हुन्छु गाइस म त कति घटेको छु पहिला हेरेँ म कति घटेको छु हेर्न सक्नुहुन्छ साथीहरू मलाई कुर्तामा कस्तो देख्दा रहेछ प्लिज कमेन्ट गर्नुहोस् है ब्याक टु ब्याक अहिले भेट्छु ल बाई बाई गाइस साथीहरू म चाहिँ रेडी पनि भइसकेँ घरबाट ल्याएको आएर चाहिँ आङीले लु 5 रोल र 3 रोल पारेको पारेछ यो
3-4 पल्ट पारिसक्यो म चाहिँ जुस खान्दैछु गरम पुरा चढिसकेको रहेछ यतातिर हो खोइ डबल आएको चाहिँ ए अब चाहिँ बेसी पर्छ होला हेर्न आएकोलाई फेरि पारिरहेको छ फाइप्रोल र उपर अमिताङ्गी पनि आउनु हुँदैछ आङ्गीले फाइप्रोल पार्यो भनेदेखि पारेको छ हामी म त सोच्दैछु हामी त कस्तो लक्की रहेछ भनेर आफू आफूले लक्की उयो तान्दैछु यहाँ चाहिँ अमिताङ्गी चाहिँ देखाउँछु ल तपाईँहरूलाई आउनु हुँदैछ अमिताङ्गी चाहिँ हेलो भनिदिनु नि यता चाहिँ अमिताङ्गी हो पारेको छ अहिले पो पार्नु अरे 3-4 पल्ट पारेछ साथीहरू हेर्नु सक्नुहुन्छ अँधेरो भइसकेको छ म चाहिँ फाले पोल्दैछु आङ्गी पनि चर्च जानु भएको छ होइन र म चाहिँ साह्रै अग्लो भएर चाहिँ यो टुलमा चढी चाहिँ फाले पोल्दैछु हो यसरी आउँछ गयो भने त हिजो हेर्दा पनि भेट्दैन हो त्यो हुन्छ बेसी छ त्यहाँदेखि सब्जी पकाउनु छ